वाओ! हेलो एभ्रिवान। सो आज चाहिँ मैले तातो तातो डोनट्सको रेसिपी लिएर आइरहेको छु अनि तपाईँहरूले पनि यसरी बनाएर खान सक्नुहुन्छ। मैले चाहिँ फर्स्टमा मैदा लिएँ, त्यहाँदेखि अन्डा हालेँ अनि यो चाहिँ फोमै फोम भएको चाहिँ के हो भन्दाखेरि चाहिँ यो फर्मेन्टेड इस्ट हो होइन। यसले चाहिँ के गर्छ भन्दा चाहिँ यसले चाहिँ हाम्रो डोनट फुल्लाउनुमा हेल्प गर्छ होइन। त्यहाँदेखि नुन हाल्यौँ अलिकति, बेसी हाल्नु हुँदैन। अन्त चिनी हाल्नुपर्छ। चिनी चाहिँ कतिको गुलियो राख्ने भनेर हिसाबमा चाहिँ त्यो हिसाबमा चाहिँ हामीले राख्नुपर्छ होइन। त्यहाँदेखि चाहिँ यसलाई मजाले मिक्स गर्नुपर्छ, यस्तै बनाउनुपर्छ। त्यहाँदेखि चाहिँ मनतातो पानी लिएर चाहिँ डो बनाउनुपर्छ हामीले चाहिँ मजाले होइन। चिसो पानीले चाहिँ गर्नु हुँदैन। चिसो पानीले गऱ्यो भने चाहिँ हाम्रो राम्रो हुँदैन। अन्त चाहिँ हामीले मजाले डो बनाएर चाहिँ प्लास्टिकमा हालेर राख्नुपर्छ हो खासमा चाहिँ। तर हामीले चाहिँ त्यहीँ उयो बलमै नै छोपेर राख्यौँ होइन। ओभरनाइट हामीले चाहिँ खासमा 2-3 घन्टा राख्दा पनि हुन्छ, तर हामीले चाहिँ ओभरनाइट राख्यौँ। अनि यो चाहिँ यसरी मजाले फुल्लेर आएको हुन्छ। त्यहाँदेखि चाहिँ मजाले त्यसलाई पनि फेरि डो बनाएर चाहिँ यसलाई चाहिँ अब रोटी जस्तै बेल्नुपर्छ। अनि हामीले त्यसलाई चाहिँ डोनटको सेप दिनुपर्छ। हाम्रोमा चाहिँ सार्प एज भएको केही सामान थिएन कि, अन्त चाहिँ हामीले त्यही पेलाले गऱ्यो होइन। मजाले सार्प एजको सामानले गऱ्यो भने चाहिँ दामी छिट्टो काटिन्छ होइन। तर हाम्रो चाहिँ पुरा ढिलो काट्यो। त्यसपछि त्यो साइड साइडमा काट्यो मजाले। त्यहाँदेखि चाहिँ बिचमा पनि दुलो हुन्छ नि त होइन डोनटको त। अनि बिचमा पनि हामीले चाहिँ दुलो बनाउनुपर्छ। हामीले चाहिँ तेलको कभरले गऱ्यौँ होइन। हाम्रोमा चाहिँ थिएन नि त त्यस्तो सामानहरू। अनि त्यो डोनट सबै काटिसकेकोलाई चाहिँ हामीले 10 मिनट्स जस्तो रेस्ट गर्नु दिनुपर्छ। त्यसो रेस्ट गर्दा पनि यो हामीले भिडियोमा देखेको जस्तो अलिकति फुल्लिन्छ। त्यहाँ फुल्लिएपछि चाहिँ मजाले फ्राई गर्नुपर्छ। यो डोनट चाहिँ खासमा चाहिँ मेरो नानाले बनाएको, मैले चाहिँ रेसिपी मात्रै सुट गरेको हो होइन। सो हेर्नुहोस् कस्तो दामीको भयो हाम्रो डोनट चाहिँ, खाँदा पनि दामी थियो होइन। इफ तपाईँहरूलाई डोनट पनि खानु सक्दैन भने चाहिँ बिचमा मजाले काटेर चाहिँ क्रिम हालेर खानुहोस् कि तातो तातोमा दामी हुन्छ। सो बाई बाई।